मेरो नाम क्षितिज बाइती हो। म अहिले 30 वर्षको भएँ। मेरो बसोबास काठमाडौँमा छ। मैले मेरो ब्याचलर्स कम्प्युटर इन्जिनियरिङमा कम्प्लिट गरेको छु। इन्जिनियरिङमा ब्याचलर्स गरे पनि मेरो प्रोफेसन भने इन्जिनियरिङ सम्बन्धी छैन। म क्रिएटिभ फिल्डमा आबद्ध छु। आई मेक भिडियोज एन्ड टेल स्टोरिज। मेरो इन्ट्रेस्टहरू एकदमै धेरै छ। मलाई किताब पढ्न एकदम मन लाग्छ। मलाई गिटार बजाउन मन लाग्छ। म गीत पनि गाउँछु, गीत सुन्छु धेरै। मेरो इन्ट्रेस्टहरू एकदम धेरै छ। मलाई घुम्न मन लाग्छ, हाइक गर्न मन लाग्छ, ट्रेक गर्न मन लाग्छ। आई लाइक प्लेइङ गिटार, आई लाइक लिसनिङ टु म्युजिक। मलाई गीत गाउन पनि मन लाग्छ। मलाई फोटो खिच्न मन लाग्छ, मलाई भिडियोजहरू बनाउन मन लाग्छ। यस्तो कुराहरूबाट चाहिँ जिन्दगीमा रस हुन्छ जस्तो लाग्छ मलाई, अनि लाइफलाई एकदम ब्युटिफुल बनाउँछ। एउटा अब्जेक्टिभ गोल त छैन मेरो लाइफमा, तर एकदम सब्जेक्टिभ वेमा भन्नुपर्दाखेरि चाहिँ लाइफ फुलफिलमेन्ट भन्छु म चाहिँ। आनन्द आओस् भन्छु म त्यति नै भन्न चाहन्छु, आनन्द होस्। तर यसलाई एकदम सब्जेक्टिभ वेमा भन्दाखेरि चाहिँ जीवन आनन्दमय होस्, आनन्द आओस्, आनन्दले बस्न पाऊँ, त्यति हो। वेल, इट वाज ब्याक इन 2018। म मेरो घरमै थिएँ। आई वाज डुम स्क्रोलिङ एन्ड देन आई केम अक्रस अ स्टोरी, इन्स्टाग्राम स्टोरी। यो चाहिँ आशिष दाईको थियो, द देन सिइओ अफ रेडमोड कफी। अनि उहाँले त्यसमा चाहिँ आई एम ट्राइङ टु मेक अ पडकास्ट एन्ड आई एम लुकिङ फर एन इन्टर्न फर सम हेल्प भन्नुभएको थियो। अनि त्यो बेला मलाई ठ्याक्कै इन्जिनियरिङ सकेको थियो नि त। अनि त्यो कर्पोरेट र टेक्निकल फिल्डमा जानै मन थिएन मलाई। अनि यो पर्फेक्ट अपर्च्युनिटी हुन्छ जस्तो लाग्यो। सो आई एप्लाइड। अनि आई मेसेज हिम, यसको बारेमा अलिकति मलाई भन्नुहोस् भनेर। अनि सानो एउटा ब्रिफ दिनुभयो उहाँले। अनि एउटा मिटिङ / इन्टरभ्यू सेटअप भयो हाम्रो। अनि 3-4 दिनपछि he called me in one of his रेडमोड कफिज आउटलेट उता गैरीधारा काठमाडौँमा। अनि त्यहाँ पुगेँ म बिहानको 8 बजे। देयर वेयर अ फ्यु अदर पिपल एज वेल हु ह्याड अप्लाइड। त्यहाँ पुगेपछि हामी सबजना बस्यौँ। आशिष दाईसँग मैले फर्स्ट टाइम उहाँलाई देखेको होइन, चाहिँ फर्स्ट मिटिङ भनौँ न, त्यही नै थियो। अनि त्यहाँ पुगेपछि उहाँले भन्नुभयो वाट इज मेरो 2 पैसा अल अबाउट एन्ड वाइ वाज हि डुइङ इट भनेर। त्यो बेलामा एक्साइटमेन्ट चाहिँ के थियो भन्दाखेरि मैले जे सोचेको त्यही हुन आँटेको थियो लाइफमा। मलाई क्रिएटिभ फिल्डमा जान मन थियो। अनि एउटा पाथ मेरो अगाडि आफै आइपुगेको थियो।